स्वागत छ विद्यार्थी भाइ बहिनीहरू आजको हाम्रो अर्को एक विशेष कार्यक्रममा। विद्यार्थी भाइ बहिनीहरू आजको यस कार्यक्रममा हामीले विशेष अतिथिको रूपमा हामीले डाक्टर महावीर पुनलाई पाएका छौं। यस कार्यक्रममा म यस संस्थाका प्रिन्सिपल श्री होमनाथ आचार्यज्यू, भाइस प्रिन्सिपल ज्यूहरू, इन्टिग्रेटेड साइन्स डिपार्टमेन्टका डिपार्टमेन्ट हेड श्री ध्रुव कुमार श्रेष्ठज्यू लगायत सम्पूर्ण अभिभावकज्यूहरू जसले यस कार्यक्रमलाई उच्च महत्त्व दिएर विद्यार्थीहरूका साथमा यस कार्यक्रमलाई अवलोकन गर्दै हुनुहुन्छ, यहाँहरू सबैलाई म हार्दिक स्वागत गर्न चाहन्छु। राष्ट्रिय स्तरमा मात्र नभई अन्तर्राष्ट्रिय स्तरमा समेत आफ्नो सेवाभावका कारणबाट परिचित हुन पुग्नुभएका आम नेपालीका ढुकढुकी बन्न सफल हुनुभएका एक विशेष व्यक्तित्वलाई यस कार्यक्रममा हामीले विशिष्ट अतिथिको रूपमा प्राप्त गर्न पाउँदा अति नै गर्वान्वित अनुभूति गरिरहेका छौं। उहाँको बारेमा भन्नुपर्दा विक्रम सम्वत 2011 साल माघ 9 गते म्याग्दी जिल्लाको अति दुर्गम गाउँ नागी गाउँमा उहाँको जन्म भएको थियो र अक्षरारम्भदेखि कक्षा 7 सम्मको निम्न माध्यमिक तहसम्मको अध्ययन उहाँले सोही गाउँबाट नै पूरा गर्नुभएको थियो। स्वार्थरहित भावनाका कारणबाट सन् 2001 मा बीबीसीले उहाँको हरेक दुर्गम र ग्रामीण भेगमा इन्टरनेटको पहुँच पुर्याउने महत्त्वाकांक्षी योजनालाई पेश गरिदिए पछाडि यत्र तत्र सर्वत्र उहाँको चर्चा भयो र त्यसपछाडि उहाँले विविध किसिमका सहयोगहरू प्राप्त गर्न थाल्नुभयो। तत्पश्चात आजका दिनसम्म आइपुग्दा विद्यार्थी भाइ बहिनीहरू उहाँले विविध किसिमका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मान पदवीहरू पुरस्कारहरूबाट उहाँ पुरस्कृत भइसक्नु भएको छ, सुशोभित भइसक्नु भएको छ। यस किसिमबाट आफ्नो व्यक्तिगत स्वार्थभन्दा धेरै माथि उठेर देश र देशका आम जनताको भलाइका लागि कार्य गर्ने एक देशभक्त ज्वलन्तमान नक्षत्रलाई हामीले यस कार्यक्रममा आज प्राप्त गरेका छौं। एसियाको नोबेल पुरस्कार मानिने रामुन म्याग्सेसे पुरस्कारबाट समेत उहाँ सम्मानित एक अन्तर्राष्ट्रिय विशिष्ट व्यक्तित्वको रूपमा परिचित हुनुहुन्छ। नेपाल आमाका सच्चा सुपुत्र, नेपालको हकमा इन्टरनेटको कुरा गर्नुपर्दा वायरलेस इन्टरनेटका राजा, सेवा र सुविधाबाट वञ्चित समुदायलाई पहिलो प्राथमिकतामा राखी उनीहरूका हितमा कार्य गर्नुपर्छ भन्ने सोचाइबाट परिचालित एक नेपाली ज्वलन्तमान नक्षत्रलाई हाम्रो यस कार्यक्रममा स्वागत गर्नको लागि म यस संस्थाका प्राचार्य श्री होमनाथ आचार्यज्यूलाई हार्दिक अनुरोध गर्दछु। नमस्ते, गुड मर्निङ स्टुडेन्ट्स। महावीर सरलाई हामी सबैले विद्यार्थी, हाम्रो शिक्षक साथीहरू र सबै अभिभावकहरू जो हामीसँग अहिले जोडिनु भएको छ सबैको तर्फबाट महावीर सरलाई हामी स्वागत गरौँ। महावीर सर धेरै धेरै नमस्कार। हजुरले आज आफ्नो महत्त्वपूर्ण समय ब्रान्ड स्कुलको लागि, हाम्रा विद्यार्थीहरूको लागि छुट्याउनु भएकोमा हामी हजुरप्रति आभार प्रकट गर्दछौँ, हजुरलाई मुरी मुरी धन्यवाद व्यक्त गर्दछौँ। र हजुर वास्तवमा यो अघि हाम्रो देवकोटा सरले भने जस्तै देशकै एक ज्वलन्तमान वैज्ञानिक व्यक्तित्व हुनुहुन्छ र यो इनोभेसनको पायोनियर हुनुहुन्छ र हजुरको स्वर मात्रै, हजुरका शब्द मात्रै पनि ब्रान्ड स्कुलको लागि र हाम्रा विद्यार्थीहरूको लागि एउटा ठुलो प्रेरणाको विषय हुन्छ। विशेष गरी हजुरले नेसनल इनोभेसन सेन्टर खोलेर जसरी युवा वैज्ञानिकहरूलाई उनीहरू वैज्ञानिक खोजमा प्रवर्धन गर्नुभएको छ, नयाँ आविष्कारहरू दिनुभएको छ, त्यसलाई साँचो अर्थमा योगदान पुर्याउनु भएको छ र अहिलेको विषम परिस्थितिमा पनि भेन्टिलेटरहरूको निर्माण गरेर त्यसलाई जुन किसिमको पहल कदमी लिनुभएको छ, जुन किसिमको योगदान दिनुभएको छ, यो अत्यन्त सराहनीय छ। ब्रान्ड स्कुल हजुरप्रति आभार प्रकट गर्दछ र हजुरको यस्तो जुन सकारात्मक र जुन सृजनात्मक गतिविधि छ, यी गतिविधिहरू हजुरको संस्था मार्फत आगामी दिनमा पनि अगाडि बढुन् भन्ने हाम्रो कामना छ। धन्यवाद। धन्यवाद सर।
आफ्नो अत्यन्त व्यस्तताका बावजुद समेत हाम्रो यस कार्यक्रमलाई विशेष महत्त्व दिएर थप ऊर्जा प्रदान गर्न यहाँ हामीलाई समय प्रदान गरी उपस्थित हुनुभएकोमा यहाँलाई धेरै धेरै धन्यवाद छ। विद्यार्थी भाइ बहिनीहरू, अब ढिलो नगरिकन हाम्रो यस कार्यक्रममा आजका हाम्रा विशिष्ट अतिथि तथा प्रेरणाका केन्द्रबिन्दु डाक्टर महावीर पुनबाट उहाँकै शब्दमा उहाँको आफ्नो सोच, चुनौती, बाध्यता तथा उपलब्धिका विषयमा उहाँकै शब्दमा, उहाँकै भाषामा उहाँको आफ्नो व्यक्तिगत जीवनी सुन्नको लागि हामी अगाडि बढौं। डाक्टर महावीर पुन, यहाँलाई स्वागत छ। आफ्नो प्रस्तुति अगाडि बढाउनु हुन म हार्दिक अनुरोध गर्दछु। अब म भाइ बहिनीहरूलाई मैले चाहिँ मेरो बारेमा र मैले गरेको कामको बारेमा म अब केही कुराहरू राख्न गइरहेको छु। अब मैले गरेको काम चाहिँ खास गरी कम्युनिटी डेभलपमेन्टको कामहरू हो र त्यसलाई भन्छ कम्युनिटी ड्रिभन डेभलपमेन्ट। कम्युनिटीले नै गरेको, जब डेभलपमेन्ट भन्ने बित्तिकै अरू मान्छेले आएर गरिदिएको पनि डेभलपमेन्ट भयो, तर मैले जो कामहरू गरेँ त्यो चाहिँ कम्युनिटीले ड्रिभन गरेको हो अथवा कम्युनिटीले चाहिँ चलाएको यो विकासहरू, डेभलपमेन्टको कामहरू भनेर भन्छु। र यो कम्युनिटी ड्रिभन डेभलपमेन्ट कामहरू गर्दा गर्दै अहिले मैले पछि चाहिँ म अहिले नेसनल इनोभेसन सेन्टर अथवा राष्ट्रिय आविष्कार केन्द्र खोलेर त्यसमा चाहिँ अहिले काम गरिरहेको छु र हामी कीर्तिपुरमा पनि छु। र मेरो विचारमा बुढा नीलकण्ठ स्कुलबाट गएको वर्षमा एउटा टिम, कुन क्लासको टिम हो मैले बिर्सेँ, यहाँ हाम्रो इनोभेसन सेन्टरमा टुर पनि आएको थियो, एजुकेसन टुर भनेर एउटा टिम चाहिँ आएको थियो। र अब यो यहाँ आएर यहाँ चाहिँ यो के भइरहेको छ त्यो कामहरू हेरेको थियो। र भाइ बहिनीहरूले पनि अब भोलिको दिनमा यो अहिले गर्नुपर्छ भन्ने होइन, भोलिको दिनमा यो वर्ष अथवा पछि अर्को वर्ष कुनै न कुनै समयमा आएर यहाँ चाहिँ हेर्ने काम गर्न सकिन्छ यो नेसनल इनोभेसन सेन्टरमा। अब यो मेरो गाउँको फोटो हेर, यो गाउँको फोटो यो हिमालको नजिकमा छ हैन। अब यो हिमालको नजिकमा भएको एउटा गाउँ म्याग्दी जिल्लामा म जन्मेको हो र यो म्याग्दी जिल्लामा जन्मेर मैले यहाँ चाहिँ 7 क्लाससम्म पढेको यो गाउँमा। तर त्यो 7 क्लाससम्म पढ्दाखेरि, पढ्ने भनेको अहिलेको समय होइन, त्यो त भाइ बहिनीहरूलाई म के भन्न चाहन्छु भने 50 वर्ष अगाडि, 55 वर्ष अगाडिको कुरा हो। यो गाउँमा 55 वर्ष अगाडि मैले यो गाउँमा स्कुल पढ्थेँ। अनि यो गाउँमा 55 वर्ष अगाडि स्कुल पढ्दाखेरि हामीहरूसँग कुनै पनि टेक्स्ट बुकहरू थिएनन्, लेख्ने कापी कलम पेन्सिल एन्ड पेपर पनि थिएन। अनि यो स्कुलको एउटा सानो घर जस्तो छाप्रो थियो। अनि ब्ल्याक बोर्डमा सरहरूले पढाउँथे। सरहरू पनि कोही पढे लेखेको सरहरू थिएनन्। गाउँको बुढापाकाहरू जसले चाहिँ अलिकति नेपाली लेख्न जानेको, अलिअलि इङ्ग्लिसको 2-4 शब्द जानेको, अलिअलि चाहिँ म्याथ चाहिँ अलिअलि जानेको बुढापाकाहरूले हामीलाई आएर यो स्कुलमा पढाउँथे। त्यसरी चाहिँ मैले 7 क्लाससम्म विदाउट एनी टेक्स्ट बुक एन्ड विदाउट एनी भनौँ न पेपर एन्ड पेन्सिल चाहिँ पढेको हो। तर स्कुल जान चाहिँ धेरै रमाइलो हुन्थ्यो मलाई त्यति बेला पनि, किनभने स्कुलमा पढ्नको लागि किताबहरू, टेक्स्ट बुकहरू नभएपछि अब धेरै जसो चाहिँ काम चाहिँ खेल्ने काम हुन्थ्यो। हामीहरू चाहिँ खुब टिचरहरूले हामीलाई खुब खेलाउनुहुन्थ्यो, विभिन्न किसिमको गेमहरू खेलाउनुहुन्थ्यो, विभिन्न किसिमको स्टोरी टेलिङको कुराहरू आउँथ्यो, स्टोरी टेलिङहरू गर्थे हैन। अनि के अरे अनि अलिअलि पढ्ने काम हुन्थ्यो र त्यो पढाउने काम चाहिँ हामीले कापी कलम नभइकन पाटीमा लेख्थ्यौँ। पाटीमा लेखेर यसरी पढेको हो।
अब 7 क्लास पास गरिसकेपछि मेरो साथीहरू कसैले पनि त्यहाँभन्दा अगाडि पढेनन्, किनभने त्यति बेला पढ्ने भन्ने चलन आइसकेको थिएन। मेरो बुवाले चाहिँ मलाई चाहिँ अझै अलि धेरै पढाउँछु भनेर उहाँले चाहिँ यो मलाई चाहिँ यो गाउँबाट चाहिँ सरेर, गाउँबाट बस्दै सरेर के अरे चितवन जिल्लामा लैजानु भयो। चितवन जिल्लामा लगेर म चाहिँ त्यहाँ हाई स्कुलमा भर्ना भएँ। अनि हाई स्कुलमा भर्ना भएपछि बल्ल चाहिँ मैले कापी कलमहरू, टेक्स्ट बुकहरू देखेको। अब भाइ बहिनीहरूलाई म के भन्छु भने, यो अहिले भाइ बहिनीहरू बुढा नीलकण्ठ जस्तो स्कुलमा चाहिँ पढ्न पाएको छ। अब इमेजिन कि तिमीहरूले अब यो त चाहिँ जस्ट इमेजिन, यु क्यान इमेजिन कस्तो स्रोत जुन रूपमा द वे आई ग्रू अप इन द माउन्टेन होइन, गोइङ टु स्कुल। अब यो जुन कुरा छ त्यो जस्ट यु क्यान इमेजिन। र हेर, अहिले त तिमीहरूले भाइ बहिनीहरूले त्यस्तो एउटा नेपालको बुढा नीलकण्ठ भनेको नेपालको एउटा नम्बर 1 स्कुल भयो। अब नेपालको मात्र होइन, एउटा भनौँ न संसारमै एउटा राम्रै स्कुल भयो। यु आर सो लकी एन्ड स्टिल आई थिङ्क त्यो हुँदै पनि भाइ बहिनीहरूले केही कुराहरूमा कम्प्लेन गर्छ होला, यस्तो भएन उस्तो भएन भनेर। आई थिङ्क सम अफ यु कम्प्लेन अबाउट योर स्कुल होइन, अबाउट अब द एक्टिभिटिज देयर। तर थिङ्क अबाउट मी र हेर कि मैले चाहिँ 7 क्लाससम्म त हामीले टेक्स्ट बुक पाएन। देयर वाज नो टेक्स्ट बुक होइन, अनि देयर वाज नो पेपर एन्ड पेन्सिल एन्ड देयर वाज नो टिचर, ट्रेन टिचर। तर we were happy. Why we were happy? Because we were playing a lot. We were listening stories होइन, कथाहरू सुनिरहन्थ्यौँ अनि केही नयाँ कुराहरू पनि हामीले सिक्न पाएको थियौँ। त्यस कारणले भाइ बहिनीहरू कुन ठाउँमा छ भनेदेखि, जुन ठाउँमा छ अहिले बुढा नीलकण्ठ स्कुल भनेको, यो यहाँ पढ्न पाउनु भनेको चाहिँ अब यु आर वान अफ द लकिएस्ट, धेरै भाग्यमानी हो। त्यो भाग्यमानी सबै नेपालको स्कुलहरूमा अरूले चाहिँ पाउँदैन। त्यस कारणले त्यो भनेको अब यो स्कुलमा पढेर मैले चाहिँ 12 क्लाससम्म होइन, म चाहिँ 12 क्लाससम्म चाहिँ पढ्न पायो। 12 क्लास पछि मैले चाहिँ अरू स्कुल पढ्न सकिनँ, किन? मेरो बुवाले गर्दाखेरि 12 क्लाससम्म त मलाई पढाउनु भयो जसरी। तर 12 क्लास पछि मैले चाहिँ पढ्न पाइनँ, किनभने मेरो घरको बुवाको पैसा नभएर म चाहिँ कलेजमा जान पाएन, ब्याचलर डिग्री पढ्नु पाएन। अनि 12 क्लास पढिसकेपछि म चाहिँ टिचर भयो। म टिचर भएर चाहिँ चितवनमा नै टिचर भएर 13 इयर्स 13 वर्षसम्म मैले स्कुलहरूमा पढाएँ, टिचरको काम गरेँ। र त्यसरी चाहिँ मैले के हो भने, म अर्को कुरा के पनि भन्छु भने, आई वाज अनलकी द्याट टाइम बिकज आई कुड नट गो टु कलेज होइन। तर 13 वर्षसम्म पढाइसकेपछि बल्ल म एट द एज अफ 33 वर्षको उमेरमा आई सम हाउ बिकेम एबल टु गो टु कलेज इन अमेरिका। बल्ल होइन, आई नेभर इमेजिन बिफोर द्याट, आई नेभर इमेजिन द्याट आई वुड नेभर एभर बी एबल टु गो टु कलेज जाने भन्ने मैले सपना देखेको थिइनँ। तर एनी हाउ आई बिकेम एबल टु गो टु कलेज इन अमेरिका। आई स्टडिड देयर भेरी हार्ड होइन, धेरै पढेँ। र त्यसपछि आफ्टर द्याट आई केम ब्याक टु नेपाल। र नेपालमा आएर
मैले के गरेँ भन्दाखेरि आई डिडन्ट ट्राई टु फाइन्ड जब हियर, आई डिडन्ट वान्ट टु डु एनी वर्क फर अब समबडी एल्स। भनेको नोकरी जागिर खाने कुरामा चाहिँ मैले चाहिँ कुनै जागिर खोजिनँ नेपालमा आएर। अनि म यही गाउँमा फर्केर गएँ, जुन गाउँ मैले अहिले भाइ बहिनीहरूलाई देखाइरहेको छु। आई वेन्ट ब्याक टु माई भिलेज एन्ड आई डिड नट नो वाट आई कुड डु देयर। मैले के गर्ने मलाई थाहा थिएन। त्यस कारणले मैले गाउँलेहरूसँग मिलेर विभिन्न, त्यसपछि स्लोली गाउँलेहरूसँग मिलेर विभिन्न डेभलपमेन्ट प्रोग्रामहरू भने, र अहिलेको टाइटलमा मैले भनेको थिएँ कम्युनिटी ड्रिभन डेभलपमेन्ट प्रोजेक्ट्सहरू सुरु गरेको हो। र आई एम गोइङ टु सो यु द कम्युनिटी डेभलपमेन्ट प्रोजेक्ट्स that I started with the villagers। अब त्यो कुराहरू म देखाउन चाहन्छु। अब ल हेर्दै जानु। अब यो पहिलो कुरा, मैले अमेरिकाबाट फर्केर गाउँमा गएपछि त्यहाँ चाहिँ ट्री प्लान्टेसन प्रोग्राम्सहरू सुरु गर्यो। त्यहाँ पहिले नै एउटा संस्थाले, जापानिजहरूले चाहिँ अलिअलि मद्दत गरेको रहेछ। अनि त्यो ट्री प्लान्टेसन कामहरू गरियो र अहिलेसम्म हामीले झन्नै 12-13 लाख बिरुवाहरू लगाएको छ त्यो गाउँहरूमा। अनि म अमेरिकाबाट फर्केर यो स्कुल छ, अहिले त यो त्यति बेलाको बिल्डिङ हो, यो स्कुल बनायो, यो हाई स्कुल बनायो। किनभने देयर वाज जस्ट मिडल स्कुल थियो र मैले त्यही मिडल स्कुलमा पढेको। तर मैले पढ्ने बेलामा त यस्तो घर थिएन, त्यहाँ त एउटा झुप्रो थियो, सानो झुप्रो। अनि त्यो ठाउँमा पढेको। अनि मैले पढेर अमेरिकाबाट पढेर आएपछि त्यो स्कुललाई चाहिँ हाई स्कुल बनाउने, त्यो मिडल स्कुललाई चाहिँ हाई स्कुल बनाउने भनेर लागेर अब यो हाई स्कुल बनेको छ। अहिले त्यहाँ 10+2 सम्म पढाइ हुन्छ, त्यो कामहरू भयो। अनि आफ्टर अहिले यो टाढाबाट हेर्दाखेरि ल यो हेर्नु, यसमा चाहिँ सुरुमा त यो सबै घरहरू थिएनन्। यो त धेरै पछि आजभोलि यो बनेको, अब 4 अझै योभन्दा धेरै बिल्डिङहरू पनि बनिसकेको छ। तर आजभन्दा 4 वर्ष अगाडि खिचेको फोटो हो। र देयर वाज नो स्कुल्स, के अरे नो बिल्डिङ, जस्ट स्मल बिल्डिङ थियो र अरू नयाँ बिल्डिङहरू थपेर अब बनाइएको छ यहाँ चाहिँ यो स्कुलहरू। यो हिमाञ्चल हाई स्कुल भन्ने। अनि त्यो स्कुल बनाइसकेपछि आई गट इन्भल्भ विथ इन्कम जेनेरेटिङ प्रोग्राम्स। किनभने यो गाउँको मान्छेहरूले केही पैसाहरू कमाउनको लागि हैन, अनि अलिकति जबहरू क्रिएट गर्नको लागि इन्कम जेनेरेटिङ प्रोग्राम्सहरू स्टार्ट गर्नु पर्यो। र पहिलो स्टार्ट गरेको इन्कम जेनेरेटिङ प्रोग्राम भनेको अब एउटा सुरुमा गरेको यो चाहिँ याक फार्म हो। यो याक फार्म चाहिँ हामीले सुरु गरेर अनि यसमा सुरुमा चाहिँ 25वटा याक चाहिँ मुस्ताङ जिल्लाबाट ल्याएर सुरु गरेको हो। र अहिले पनि ठुलो याक फार्म छ त्यो ठाउँमा। अनि याकबाट याक र काउ क्रस ब्रिडिङ गरेर एउटा यो कार्यक्रम पनि, प्रोग्राम पनि चलायो। र यो याक र काउ क्रस ब्रिड गरेको नयाँ जुन ब्रिड निस्किन्छ त्यो चाहिँ झोपा भन्छ। यो झोपाले चाहिँ भारी बोक्ने काम गर्छ अनि खेत जोत्ने काम गर्छ। अनि यो क्याम्पिङ ग्राउन्डहरू बनायो। क्याम्पिङ ग्राउन्ड भनेको फर द टुरिस्टहरूले चाहिँ आएर त्यहाँ आएर बस्नको लागि, क्याम्प गर्नको लागि चाहिँ यस्तो किसिमको क्याम्पिङ ग्राउन्डहरू बनायो। त्यो क्याम्पिङ ग्राउन्डहरूमा चाहिँ अब सोलरले चाहिँ पानी तताएर नुहाउने व्यवस्था गरिदियो। यस्तो किसिमको क्याम्पिङ ग्राउन्डहरू पनि बनाएर त्यहाँबाट पैसाहरू आउन थाल्यो। अनि चिज पनि बनाउन थाल्यो। किनभने चिज बनाएर त्यो चिज बेच्ने कोलाई त भन्दाखेरि टुरिस्टहरूलाई, नेपालीहरू, गाउँको नेपालीहरूले त चिज खाँदैन, त्यस कारणले चिज बनाएर टुरिस्टहरूलाई बेच्ने कामहरू गर्यो। माछा पाल्ने काम पनि गर्यो। हेर, पहाडमा सानसानो चाहिँ पोखरी बनाएर माछा पाल्ने। पेपर मेकिङ, यो हाते कागज भन्छ, इट्स अ ह्यान्डमेड पेपर मेकिङ प्रोग्राम पनि सुरु गरेर अनि त्यो ह्यान्डमेड पेपरबाट धेरै किसिमको पेपर प्रडक्टहरू
बनाउने काम गरेर अनि यो पेपर प्रडक्टहरू चाहिँ सुभेनियरको लागि अब टुरिस्टहरूले बेच्ने अथवा कोही मान्छेले आफ्नो साथीभाइहरूलाई सुभेनियर पठाउनु पर्यो भने त्यो बेच्ने भनेर त्यो गर्यो बी किपिङको कुरा भयो हैन। अनि जाम मेकिङ फ्रम प्लम भन्ने थाहा छ यो फलबाट आरु बखरा भन्छ त्यसबाट चाहिँ जामहरू बनाउने। अनि विभिङ कपडा बुन्ने, मसरुम फार्मिङ यो पनि गर्यो। यस्तो किसिमको धेरै इन्कम जेनेरेटिङ प्रोग्राम्सहरू भयो। दिस इज अल कम्युनिटी ड्रिभन प्रोजेक्ट्सहरू भयो किनभने कम्युनिटीले नै सञ्चालन गरेर त्यहाँ चाहिँ इन्कम जेनेरेट गर्ने अलिकति भनेर उनीहरूले सुरु गर्यो। अनि त्यही बेलामा अघि आजभन्दा झन्डै 25 वर्ष जति अगाडि 25 वर्ष जति अगाडि अब नेपालमा कम्प्युटरहरू कहीँ पनि थिएन। इभन इन काठमाडौँ आई डोन्ट थिङ्क देयर वाज कम्प्युटर इन बुढा नीलकण्ठ स्कुल लाइक 25 years ago or 30 years ago बुढा नीलकण्ठ स्कुलमा पनि कम्प्युटर थिएन होला 20-30 years ago। अब किनभने कम्प्युटर वाज भेरी एक्सपेन्सिभ, धेरै महँगो पैसा पर्ने। त्यस कारणले मेरो विचारमा बुढा नीलकण्ठसँग उनीहरूसँग पैसा त्यहाँ चाहिँ पैसा भएको हुनाले थियो, हुन पनि सक्छ मेबी, तर नेपालको कुनै अफिसहरूमा पनि कम्प्युटर थिएन। सो आई वान्टेड टु ब्रिङ कम्प्युटर्स एन्ड इन्टरनेट इन द रिमोट माउन्टेन भिलेजेस। तर रिमोट माउन्टेन भिलेजमा गाउँलेहरूले इन्टरनेट भनेको के हो they did not know anything about internet, they had not heard about internet। तर कम्प्युटर चाहिँ गाउँलेहरूले सुनेको थियो हैन। त्यस कारणले मैले what I did is like this। अब यो अहिले यहाँ देखेको छ एउटा काठको बाक्साभित्र कम्प्युटरको यो पार्टपुर्जाहरू पार्ट्सहरू चाहिँ राखेको देखेको छ। दिस इज हाउ आई स्टार्टेड। के गर्यो भन्दाखेरि मैले अमेरिका जाँदाखेरि र आउँदाखेरि अनि नेपालमा आउने टुरिस्टहरूलाई सो मेनी टुरिस्ट वेयर कमिङ अनि उनीहरूलाई चाहिँ आई रिक्वेस्टेड देम टु ब्रिङ स्मल पार्ट्स फ्रम ओल्ड कम्प्युटर। पुरानो कम्प्युटरबाट बनेको विभिन्न पुरानो कम्प्युटरको पार्ट्स पुर्जाहरू ल्याइदिनु भनेर मैले रिक्वेस्ट गरेर अनि उनीहरूले काठमाडौँसम्म ल्याउँथ्यो। काठमाडौँमा जम्मा गरेर मैले गाउँमा यो लगेर त्यो पार्ट पुर्जाहरू लगेर अनि गाउँलेहरूलाई चाहिँ यो कम्प्युटर एसेम्बल गर्न सिकाउँथ्यो, त्यसमा सफ्टवेयर प्रयोग गर्न सिकाउँथ्यो र यसरी चाहिँ कम्प्युटरहरू इन्ट्रोड्युस। अब किनभने अब धेरै महँगो थियो, आजभोलि यसो गर्नु पर्दैन किनभने नाउ इट इज द कम्प्युटर्स आर भेरी चिप हैन। अब गाउँको स्कुलले पनि कम्प्युटर किन्न सक्छ, तर त्यति बेला त गाउँको स्कुल होइन, यो धनी स्कुलले पनि कम्प्युटर किन्न सक्ने थिएन। तर इट वर्क भेरी वेल। यसरी चाहिँ यो कम्प्युटर ल्याबहरू बनायो हामीले र त्यहाँ चलायो। अब इन्टरनेट, अब कम्प्युटर भएपछि त इन्टरनेट चाहियो, तर इन्टरनेट भन्ने कुरा गाउँलेहरूले कसैलाई पनि थाहा थिएन। तर सो आई वान्टेड टु ब्रिङ इन्टरनेट। तर इक्विपमेन्ट इन्टरनेट लैजानको लागि अब टेक्नोलोजी चाहियो। टेक्नोलोजी के थियो भन्दाखेरि वायरलेस टेक्नोलोजीबाट अनि गाउँमा कम्प्युटर लैजाने इन्टरनेट लैजाने। कहाँबाट लैजाने भन्दाखेरि म्याग्दीबाट नजिकको गाउँ भनेको पोखरासम्म इन्टरनेट आएको थियो। त्यस कारणले त्यो पोखरासम्म आएको इन्टरनेटलाई युजिङ द वायरलेस हैन, युजिङ द वायरलेस डिभाइस। यो सुरुको दिनको कुराहरू हेर, सुरुको दिनमा वायरलेस डिभाइसहरू इक्विपमेन्ट्सहरू पाउँदैन थियो, काठमाडौँमा पनि पाउँदैन थियो। अब हामी धेरै चिज सामानहरू आफैले बनाउनु पर्थ्यो, आफैले बनाएर यस्तो किसिमले चाहिँ यो वायरलेस रिपिटर स्टेसनहरू गरेर यो गाउँमा चाहिँ इन्टरनेट पुर्यायो। गाउँमा भन्नाले हामीले चाहिँ स्कुलहरूमा इन्टरनेट पुर्यायो। यो त अहिलेको रिपिटर स्टेसनहरू भयो। यस्तै किसिमले एकदमै रिमोट एरियाजहरूमा यस्तो किसिमको स्टेसनहरू बनाएर
अनि त्यो सोलरले चलिरहेको छ। यस्तो किसिमको डिभाइसहरू राखेर यो त अहिलेको भयो, तर त्यति बेला त यस्तो किसिमको डिभाइसहरू पनि पाउँदैन थियो। त्यसकारणले यसरी चाहिँ हामीले यो गाउँ गाउँमा इन्टरनेट पुर्यायो। इन्टरनेट पुर्याएपछि मान्छेहरूले बल्ल इमेल लेख्न सिक्यो। उति बेला पनि च्याटिङ गर्ने हुन्थ्यो, अहिलेको जस्तो फेसबुक थिएन, उति बेला भाइबर पनि थिएन, तर उति बेला याहू मेसेन्जर भन्ने हुन्थ्यो। अहिले फेसबुक मेसेन्जर भने जस्तै याहू मेसेन्जर भन्ने एउटा सिम्पल एप थियो, त्योबाट चाहिँ हामीले त्यो सुरु गर्यो। अब यसरी चाहिँ गरेर हामीले त्यो इन्टरनेटलाई चाहिँ एजुकेसन र उसको लागि, एजुकेसन र अब खास गरी मेडिसिनको लागि, किनभने यो क्लिनिकमा चाहिँ मेडिसिन जोडिएपछि, क्लिनिकमा चाहिँ इन्टरनेट जोडिएपछि त्यो इन्टरनेटलाई प्रयोग गरेर हामीले यो सिटी हस्पिटलहरूमा, बजारको हस्पिटलहरूमा चाहिँ यो जोडियो। बजारको हस्पिटलहरूमा जोडेर चाहिँ यो के अरे इन्टरनेटहरू पुर्यायो हैन। के अरे इन्टरनेट पुर्याएर हस्पिटलहरूसँग जोडेर गाउँको क्लिनिकले सिटीको हस्पिटलको डक्टरसँग कुरा गर्न पायो। जसरी अहिले भाइबरमा मेसेन्जरमा कुरा हुन्छ नि, त्यस्तै किसिमले चाहिँ गाउँको हेल्थ वर्करहरूले अनि सिटीको अस्पताल, काठमाडौँको पोखराको अस्पतालको डक्टरसँग कुरा गरेर बिरामीलाई चाहिँ अलिकति उपचार गर्न पायो। त्यति बेला चाहिँ हामीले यसरी चाहिँ यो इन्टरनेटको प्रयोग गरेको थियो। र इन्टरनेटको प्रयोगको साथसाथै अब भाइ बहिनीहरूलाई अब अहिले त भनौँ न विभिन्न किसिमको एजुकेसनल कन्टेन्टहरू, विभिन्न किसिमको एजुकेसनल कन्टेन्टहरू चाहिँ अहिले त इन्टरनेटमा खोजेर पढिराख्यो होला होइन। अहिले यो उसको बेलामा के अरे यो कोरोनाको बेलामा घरमै बसेर अब इन्टरनेटमा गएर अनि विभिन्न किसिमको लर्निङ मेटेरियलहरू खोजेर पढ्यो होला। अहिले भने खोज्यो भने पाउँछ, तर त्यति बेला आजभन्दा 20 वर्ष अगाडि त्यस्तो लर्निङ मेटेरियलहरू इन्टरनेटमा पनि पाउँदैन थियो। त्यस कारणले हामीले त्यो एजुकेसनल कन्टेन्टहरू बनाउने काम पनि गर्यो, जो चाहिँ बनाएर जसलाई हामीले ई पाठ भन्छौँ अथवा ई लेसन, त्यो ई लेसनहरू बनाएर त्यो पनि दियो, ई लाइब्रेरी होइन। किनभने त्यति बेला यस्तो किसिमको चिजहरू अब लर्निङ मेटेरियल्सहरू होइन, कन्टेन्टहरू इन्टरनेटमा पनि एभाइलेबल हुँदैन थियो, त्यस कारणले त्यो पनि बनायो। अब त्यसको साथै मैले चाहिँ अब अहिले हामीले यो कम्युनिटी बेस्ड इको टुरिज्म भनेर गाउँ गाउँमा फेरि अर्को ट्रेकिङ रुट, ट्रेकिङ जान्छ नि मान्छेहरू, पहाडमा घुम्न जाने, ट्रेकिङ जाने भन्छ। अब विदेशीहरू पनि आएर के गाउँ गाउँमा ट्रेकिङ जान्छ। अब यस्तो किसिमको ट्रेकिङ जो छ गर्नको लागि यो ट्रेकिङ रुटहरू खोलेर त्यसमा त्यो ट्रेकिङ रुटमा यस्तो किसिमको लजहरू अघि यस्तो किसिमको लजहरू बनाएर यो लजमा चाहिँ टुरिस्टहरू चाहिँ ट्रेकिङ गरेपछि खाने बस्नेको ठाउँ, त्यस्तो ठाउँहरूको पनि व्यवस्था गरेर त्यो पनि कामहरू चलाइरहेको छ। अब यो बिजुली बत्तीको लागि यो हाइड्रो पावर, माइक्रो हाइड्रो भनिन्छ, माइक्रो हाइड्रो पनि बनायो। यो माइक्रो हाइड्रोको जेनेरेटर भयो होइन। अब यस्तो किसिमले गाउँमा अब हेल्थ प्रोग्रामहरू, अघि गाउँमा चाहिँ डक्टरहरू त हुँदैन, अनि धेरै एमबिबिएस पढेको डाक्टरहरू चाहिँ गाउँमा जानु जाँदैनन् पनि, त्यहाँ अस्पताल पनि हुँदैन। त्यस कारणले हामीले के गरेको थियो भने गाउँको महिलाहरूलाई, वुमेन्सहरूलाई अनि बेसिक हेल्थ ट्रेनिङ दिएर उनीहरूलाई चाहिँ क्लिनिक खोलेको थियो, सानो सानो क्लिनिकहरू खोलेर अनि गाउँमा चाहिँ यो स्वास्थ्य सेवा, हेल्थ सर्भिस पनि दिएको थियो। यो ट्रेनिङ हेल्थ वर्करहरूलाई ट्रेनिङ दिएको, सिलाउने ट्रेनिङ, के सिलाउने भन्दाखेरि घाउ सिलाउने ट्रेनिङहरू दिएको थियो होइन। यस्तो किसिमले कामहरू गरियो होइन। अब यो सबै किसिमको अब यो कामहरू म बताउन चाहँदैन, यो क्लिनिकमा भएको कामहरू भयो। अब यो सबै कामहरू गर्दै गर्दै गएँ मैले
गर्दै गर्दै गएपछि सुरुमा त मलाई कसैले पनि चिन्दैन थियो हैन। अब मैले पोखराको काठमाडौँको मान्छेलाई पनि कसैलाई पनि चिन्दैन थियो, विदेशीहरूले पनि मलाई कसैले पनि चिन्दैन थियो सुरुमा। तर यसरी काम गर्दै गएपछि मैले चाहिँ अब खास गरी नेपालीले भन्दाखेरि पनि धेरै जसो विदेशीहरूले चिन्न थाल्यो। विदेशीहरूले चिनेर हैन अब उनीहरूले चाहिँ मलाई चाहिँ विभिन्न किसिमको अवार्ड्स एन्ड रिकग्निसनहरू दिन थाल्यो हैन। यो चाहिँ मैले पाएको यो अवार्ड्स एन्ड रिकग्निसनहरू यहाँ केही लिस्टहरू छन्। यो भन्दा धेरै अवार्ड्स रिकग्निसनहरू पायो हैन। जस्तो ल्यामन म्याग्सेसे अवार्ड भन्ने पायो, अब अशोका फेलोशिप, ओभरअल सोसियल इनोभेसन अवार्ड, इन्टरनेट हल अफ फेम भन्ने पायो, अनरेरी डिग्री डक्टर अफ ह्युमेनले अनरेरी डक्टरेट डिग्री पायो, अनि जोनाथन बी पोस्टल सर्भिस अवार्ड पायो र अरू थुप्रै अवार्डहरू पनि मैले पाएको छु। जस्तो कि यो म केही अवार्डहरूको मेडल चाहिँ मैले देखाएँ यहाँ भाइ बहिनीहरूलाई। यस्तो किसिमको अवार्डहरू चाहिँ मैले पाएँ, यहाँ देखाएको यो नेपालबाट पनि पाएको अवार्डहरू हो। अब भाइ बहिनीहरूलाई म के भन्न चाहन्छु भने यो अवार्डहरू पाउँदाखेरि अब खुसी लाग्छ। अरू म मात्र होइन, पाउनेलाई मात्र होइन, अरू आफ्नो साथीभाइहरूलाई पनि खुसी लाग्छ। एउटा कुरा मुख्य कुरा के हो भने यो अवार्डहरू पाउनको लागि काम गर्नुपर्छ। काम नगरिकन कसैले कसैलाई अवार्ड दिँदैन, कुरा बुझ्यो नि। काम गर्नुपर्छ, काम पनि एकदमै अनेस्टली हार्ड वर्क गर्नु पर्यो होइन। त्यसले त्यो गरेको कामले चाहिँ सोसाइटीलाई चाहिँ बेनिफिट हुनु पर्यो, कुनै न कुनै रूपमा सोसाइटीलाई बेनिफिट हुने किसिमको कामहरू गर्नु पर्यो। जस्तो मैले भाइ बहिनीहरूलाई देखाएँ कि यो उसमा गाउँ गाउँमा मैले इन्टरनेट पुर्याएर स्कुलहरूमा कमसे कम त्यति बेला चाहिँ यो काठमाडौँको ठुलो यो स्कुलहरूमा पनि कम्प्युटरहरू थिएनन्। कमसे कम काठको बाकसमा, त्यो वुडन बक्समा चाहिँ कम्प्युटर एसेम्बल गरेर दिँदाखेरि कमसे कम उनीहरूले त्यो के अरे विद्यार्थीहरूले कमसेकम कम्प्युटर त अलिअलि हेर्न पायो, सिक्न पायो नि। अनि इन्टरनेट लगिदियो, इन्टरनेट लगेपछि गाउँलेहरूले पनि इन्टरनेट प्रयोग गरेर केही न केही त्यसबाट फाइदा लिन सक्यो। अब मैले देखेँ यु सो मेनी इन्कम जेनेरेटिङ प्रोग्राम्सहरू आई स्टार्टेड त्यहाँ गाउँमा गएपछि के भयो, अब गाउँलेहरूलाई चाहिँ विभिन्न किसिमको कामहरू गर्दाखेरि अब पैसा पनि अलिअलि आयो। जस्तो ट्रेकिङ रुट खोल्यो, ट्रेकिङ रुट खोलेर लजहरू बनायो। अब त्यहाँ ट्रेकिङ गाइडहरू चाहिन्छ, ट्रेकिङ गाइडहरूले जब पायो। अब पोर्टरहरू चाहिन्छ, पोर्टरहरूले जब पायो। अब त्यो लजहरूमा खाना पकाउनको लागि कुकहरू चाहिन्छ, जब पायो। र जति कामहरू गर्यो त्यसले गर्दाखेरि केही जब अपर्च्युनिटिजहरूको क्रिएट भयो, मान्छेहरू खुसी भयो। इन्टरनेट लगेर पनि मान्छेहरू खुसी भयो हैन। र अब त्यहाँ स्कुल खोल्यो, स्कुलमा पढ्न पायो, अब मान्छेहरू खुसी भयो। अनि मैले भने अहिले भर्खरै त्यो हेल्थ वर्करहरूलाई ट्रेनिङ दियो, हेल्थ वर्करहरूलाई ट्रेनिङ दिएर अब थुप्रै किसिमको के अरे अब थुप्रै धेरै सानो सानो गाउँमा जहाँ चाहिँ अस्पतालहरू केही छैन त्यो ठाउँमा चाहिँ हेल्थ पोस्टहरू बनाइयो। अब त्यो हेल्थ पोस्टहरू बनाउँदाखेरि मान्छेहरूले के गर्यो भन्दाखेरि कमसे कम ठुलो रोग त्यहाँ उपचार हुँदैन, ट्रिटमेन्ट हुँदैन। तर सानो सानो समस्याहरू, हेल्थको समस्याहरू त गाउँलेहरूले गाउँमा नै पायो नि। यो सबै किसिमको कुराहरू चाहिँ के हो भन्दाखेरि गाउँमा गाउँलेहरूलाई फाइदा भयो। त यो मेरो गाउँको लागि मात्र होइन, यो मैले काम गरेको, मैले झन्डै 200वटा जति गाउँहरूमा काम गर्यो। कमसे कम धेरै, अब नेपालमा त 200वटा भन्दा धेरै गाउँहरू छन्, तर कमसे कम 200वटा गाउँलेहरूलाई त अलिकति केही फाइदा भयो, अलिकति चाहिँ सहज भयो। त्यस कारणले
यो मान्छेहरूले राम्रो काम गरेको भनेर मलाई विभिन्न किसिमको अवार्डहरू जो मैले अहिले भाइ बहिनीहरूलाई देखाइरहेको छु, विभिन्न किसिमको एवार्डहरू यसरी पायो। त्यस कारणले एवार्डहरू पाउनको लागि एकदमै कडा काम गर्नुपर्छ, परिश्रम गर्नुपर्छ। अनि एवार्डहरू पाउनको लागि परिश्रमहरू गर्नुपर्छ। अनि मात्रै मान्छेले चाहिँ देखेपछि राम्रो काम गर्नेले एवार्ड पाउँछ। यो कुरा चाहिँ भाइ बहिनीहरूले अहिलेदेखि नै सोच्नु। अहिले 6, 7, 8 क्लास पढ्दैछ भाइ बहिनीहरूले। अब अहिलेदेखि नै यो सानो सानो बालबालिकाहरूले यो राम्रो काम नगर्ने भन्ने हुँदैन। सानो सानो बालबालिकाहरूले पनि राम्रो कामहरू गर्नु सक्छ। जस्तो अहिले कोरोनाको अवधिमा कति त भाइ बहिनीहरू घरभित्रै बसिरहेको होला, तर कति भाइ बहिनीहरूले अब निस्केर अब बाहिर निस्केर अब जो खाना नपाउने भोकै मान्छेहरूलाई अथवा जो चाहिँ अब गरिब छ तिनीहरूलाई चाहिँ सहयोग गर्ने कामहरू पनि गर्न सकिन्छ। अब यो यसरी गर्दा गर्दै अब मैले चाहिँ अब धेरै कामहरू गरेँ र धेरै कामहरू गरेपछि मैले अहिले चाहिँ यो अरू सबै म देखाउन चाहन्न। यो अहिले चाहिँ के छ भन्दाखेरि राष्ट्रिय आविष्कार केन्द्र, नेसनल इनोभेसन सेन्टर भनेर यो यस्तो किसिमको एउटा सेन्टर चाहिँ खोलेको छ र यो सेन्टर चाहिँ अहिले कीर्तिपुरमा छ, त्रिभुवन विश्वविद्यालयभित्र छ। र यो सेन्टरमा चाहिँ के हुन्छ त भन्दाखेरि यो रिसर्च सेन्टर भनेर यो त्रिभुवन विश्वविद्यालयभित्र भएको हुनाले यहाँ चाहिँ धेरैले के सोचिरहेको हुन्छ भने यहाँ चाहिँ पढाइ हुन्छ होला भन्न ठानेको छ। तर यहाँ पढाइ हुने ठाउँ होइन यो। यहाँ चाहिँ कुनै चिज इनोभेसन गर्ने ठाउँ हो, यो कुनै चिज रिसर्च गर्ने ठाउँ हो यो। अब भाइ बहिनीहरू यो रिसर्च गर्नको लागि अब अहिले यो 6, 7, 8 क्लास 10 क्लास पढ्ने भाइ बहिनीहरूले पनि यहाँ आएर केही रिसर्च गर्न चाहन्छ भने, राम्रो आइडिया ल्याउँछ भने यहाँ आएर रिसर्च गर्न सक्छ है, फुर्सदको बेलामा, छुट्टीको बेलामा आएर। अब अहिले यहाँ भइरहेको कामहरू थुप्रै कामहरू भइरहेको छ हैन। अब जस्तो मेडिकल ड्रोनको कामहरू यो बनाएर टेस्टिङहरू भइरहेको छ। अब वाटर ट्रिटमेन्ट सिस्टम भन्यो। अब यो पुरानो इलेक्ट्रिक गाडीहरू, पुरानो डिजल अथवा पेट्रोल इन्जिनबाट चल्ने गाडीहरूलाई चाहिँ के अरे यो इलेक्ट्रिक गाडीमा चाहिँ बनाउने भन्ने कामहरू भइरहेको छ। यो ई लर्निङ बक्स भनेर यो कम्प्युटर नै हो, कम्प्युटर र प्रोजेक्टर सबै त्यसमा छ। त्यसलाई चाहिँ यो गाउँको लागि यसमा लर्निङ मेटेरियल्सहरू जस्तो पढ्ने 1 क्लासदेखि 10 क्लाससम्मको पढ्ने मेटेरियलहरू सबै यसमा छ, भिडियोहरू छ। यो चाहिँ गाउँको स्कुलको लागि बनाएको। बेबी इन्कुबेटर, बच्चालाई चाहिँ राख्ने यो इन्कुबेटर, भर्खर जन्मेको बच्चालाई। सोलर हिटर, यस्तो किसिमको यो रोटी बनाउने, सेलरोटी बनाउने मेसिनहरू। यो फोटोहरू हेर्नु। अब यो फोटोहरू हेरेर यहाँ चाहिँ विभिन्न किसिमको कामहरू भइरहेको छ र जसले पनि गर्न सक्छ। भाइ बहिनीहरूले के नठान्नु भने हामी त भर्खर 6, 7, 8 क्लासमा पढ्छौँ, हामी त अहिले त जाने होइन होला भन्ने ठान्ने होइन। यहाँ चाहिँ सानो दिमाग, सानो उमेरकोले पनि काम गर्नु पाउँछ। यहाँ चाहिँ क्लास पास गरिसकेको हुनुपर्छ भन्ने छैन हैन। जति क्लास पढेको पनि काम गर्न पाउँछ यहाँ, अथवा पढ्दै नपढेकोले पनि काम गर्नु पाउँछ। नयाँ आइडिया ल्याउने, त्यो नयाँ आइडियाहरू चाहिँ राम्रो आइडिया हुनु पर्यो। जस्तो भाइ बहिनीहरूलाई कसैलाई मानौ कसैलाई राम्रो किसिमको खेलौना बनाउन आउँछ भने हैन, त्यो खेलौना चाहिँ बनाएर बजारमा बेच्ने। यो भाइ बहिनीहरू 6, 7, 8, 9 यो पढ्ने भाइ बहिनीहरूले त यो इलेक्ट्रिक खेलौना, ब्याट्रीबाट चल्ने खेलौनाहरू त धेरै खेलाएको छ होला नि। अब त्यस्तो किसिमको खेलौनाहरू पनि त बनाउन सकियो भने बजारमा बिक्छ।
अहिले नेपालको बजारमा भएको सबै खेलौनाहरू चाहिँ के छ त भन्दाखेरि विदेशबाट आएको हैन, विदेशबाट आएको छ। अब त्यस कारणले नेपालमा बनेको छैन। त्यस कारणले यो भाइ बहिनीहरूले पनि त्यस्तो किसिमको कुनै आइडिया, कुनै यो भाइ बहिनीहरूले साइन्स पढ्दाखेरि हैन, अब कुनै किसिमको आइडियाहरू, नयाँ आइडियाहरू आयो भने अब त्यो त्यस्तो किसिमको चिजहरू चाहिँ यहाँ ल्याएर यहाँ चाहिँ काम गर्नु सक्छ, जहिले पनि आउन सक्छ। र त्यो काम गर्नको लागि चाहिँ के त भन्दाखेरि चाहिने जुन छ, चाहिने किसिमको सहयोगहरू चाहिँ पनि पाउँछ। सहयोग भनेको के छ भन्दाखेरि जस्तो कुनै चिजहरू बनाउनको लागि, कुनै चिजहरूको डेभलप गर्नको लागि जे जस्तो सहयोग चाहिन्छ त्यो पनि यहाँ पाउँछ। र अब यहाँ अब अलिकति अलि सिनियर दाइहरू पनि छन्, त्यो सिनियर दाइहरूसँग कुरा गरेर अनि त्यो सिनियर दाइहरूसँग लाई सोधेर केही कुराहरू बनाउन पनि सक्छ। त्यसकारणले यो 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 कुरालाई चाहिँ भाइ बहिनीहरूले सम्झे हुन्छ। र यो यदि कुनै नयाँ आइडिया आयो भने, भाइ बहिनीहरूलाई कुनै नयाँ आइडिया आयो भने त्यो नयाँ आइडिया चाहिँ मसँग यस्तो नयाँ आइडिया आयो भनेर त भाइ बहिनीहरूले आफ्नो टिचरहरूलाई भन्ने, अनि टिचरहरूले चाहिँ त्यो आइडिया टिचरहरूसँग हामीले उहाँहरूले सेयर गर्ने, अनि सेयर गरेर राम्रो आइडिया छ भने हामीले त्यो आइडियालाई चाहिँ सपोर्ट गर्छ, मद्दत गर्छ। र यो कुरा चाहिँ अहिले आजको यो कार्यक्रमबाट नबोल्नु, अब कुनै नयाँ आइडिया निकाल्नु, अब त्यो फाइदा हुने राम्रो आइडिया अघि निकाल्नु, र त्यसरी चाहिँ यो राम्रो आइडिया आयो भने पहिला कुरा सरहरूलाई भन्ने, त्यहाँ आफ्नो स्कुलमा सरहरूलाई भन्ने, अनि सरहरूसँग ले चाहिँ मसँग सम्पर्क गरेर त्यहाँ त्यो आइडियाहरूमा काम गर्ने। अब यो जो फोटो देखेको छ भाइ बहिनीहरूले, यो फोटो भनेको चाहिँ कसको फोटो हो भन्ने कुरा कतिलाई थाहा छ कि छैन? यो फोटो चाहिँ चन्द्रमामा, मुनमा सबैभन्दा पहिला जाने एस्ट्रोनट, अन्तरिक्ष यात्री निल आर्मस्ट्रङको फोटो हो। र निल आर्मस्ट्रङले चाहिँ चन्द्रमामा पाइला टेकेको हो। यसलाई चाहिँ वान स्मल स्टेप भन्छन्। उनले चाहिँ भनेको थियो कि चन्द्रमामा पाइला टेक्दाखेरि एउटा पहिलो पाइला टेक्दाखेरि वान स्मल स्टेप भनेको थियो। भने जस्तै यो नेसनल इनोभेसन सेन्टर पनि एउटा स्मल स्टेप हो। अहिले भाइ बहिनीहरूले पनि जो पढिरहेको छ यो स्मल स्टेप लिइरहेको छ। अब त्यो स्मल स्टेपलाई चाहिँ के त भन्दाखेरि एउटा ठुलो फड्को मार्नुपर्छ। अब त्यो ठुलो फड्को मारेर अनि चाहिँ के अरे अगाडि बढ्नुपर्छ भन्ने चाहिँ मैले भाइ बहिनीहरूलाई भने। र भविष्यमा गएर हामी के हुन सक्छौँ त इनोभेसन सेन्टर भन्दाखेरि यो भविष्यमा गएर हाम्रो इनोभेसन सेन्टर एउटा ठुलो रिसर्च युनिभर्सिटी बन्छ। जस्तो यो मैले यहाँ जो युनिभर्सिटी यो फोटो देखाएँ, यो फोटो चाहिँ हार्वर्ड युनिभर्सिटीको फोटो हो। आजभन्दा झन्डै 300 वर्ष अगाडिको फोटो हो। तर हार्वर्ड युनिभर्सिटी बनेको त 400 वर्ष भयो। सुरुमा चाहिँ एउटा स्मल स्टेपबाट सुरु गर्ने हो कुनै काम पनि। अनि त्यो स्मल स्टेपलाई चाहिँ अगाडि बढाउँदै बढाउँदै गएर अनि त्यो चाहिँ ठुलो चिज बन्ने हो। र हाम्रो उद्देश्य पनि के हो भने जसरी चाहिँ हार्वर्ड युनिभर्सिटी अमेरिकाको यो नेपालको मात्र होइन, अमेरिकाको मात्र होइन, संसारको एउटा नाम चलेको युनिभर्सिटी हो होइन। यो एकदमै पुरानो पनि हो, 400 वर्ष पुरानो। तर त्यो पनि सुरु गर्दाखेरि एउटा स्मल स्टेपबाट लिएको। र हाम्रो उद्देश्य पनि के हो भने एउटा सानो राष्ट्रिय आविष्कार केन्द्र खोलिएको छ। यसलाई चाहिँ ठुलो बनाएर भोलि गएर एउटा रिसर्च युनिभर्सिटी बनाउने हो। ल
अब अहिले चाहिँ मेरो चाहिँ भन्ने कुराहरू यति नै छ। अब भाइ बहिनीहरूको केही कुराहरू छ भने, सरहरूको केही कुराहरू छ भने र भन्नुहोस्। हुन्छ सर, सरलाई धेरै धेरै धन्यवाद। अबको हाम्रो कार्यक्रमको अर्को चरण भनेको प्रश्नोत्तरको कार्यक्रम रहेको छ। प्रश्नोत्तरको चरणमा प्रवेश गर्नुभन्दा अगाडि मैले विद्यार्थी भाइ बहिनीहरूलाई एउटा सानो जानकारी के गराउन चाहन्छु भने, यदि तपाईहरूसँग कुनै त्यस्ता किसिमका जिज्ञासा छन् भने अहिलेको यसै कार्यक्रमको यसै च्यानल मार्फतको च्याट बक्समा आई हेभ अ क्वेसन भन्ने किसिमको एउटा इन्डिकेटर राखिदिनु भयो भने, टाइप गरेर मेसेज यो ग्रुपमा सेन्ड गरिदिनु भयो भने मैले क्रमबद्ध तरिकाले एकपछि अर्को विद्यार्थीको प्रश्नहरू डाक्टर महावीर पुनसँग राख्न सक्ने थिए। विद्यार्थी भाइ बहिनीहरू, यदि प्रश्न तपाईहरूसँग छ भने आई हेभ अ क्वेसन भनेर च्याट बक्समा लेखिदिनु होला। ओके, 8031 संयोग 8031 संयोग। यस सर। कृपया आफ्नो प्रश्न डाक्टर महावीर पुनसँग राख्न सक्नुहुन्छ। सर, हजुरले अभियानहरू सुरु गर्नुभयो, त्यसको लागि हामीले लगानी चाहिँ कसरी जुटाउनु हो? अघि मैले भने नि सुरुमा, अब मैले के भने यो मैले गरेको कामहरू चाहिँ त्यसै कम्युनिटी ड्रिभन भयो है। कम्युनिटी ड्रिभन भनेको कम्युनिटीले चलाएको अथवा म पनि मिलेर काम गरेको। त्यस कारणले कम्युनिटी ड्रिभन प्रोजेक्टहरूमा यो के अरे काम गर्दाखेरि लगानी चाहिँ कम्युनिटीबाट जुट्छ होइन। म आफैमा गरेको भएदेखि, तर कम्युनिटीसँग मिलेर काम गर्दाखेरि यो जति पनि लगानीहरू छ त्यो कुराहरू एउटाले जुटाउने कुरा होइन, यो सबै मिलेर जुटाउने कुरा हो। जस्तो अहिले नेसनल इनोभेसन सेन्टर खोलेको छ। दिस इज अल्सो अ कम्युनिटी ड्रिभन प्रोजेक्ट, किनभने यसमा अब काम गर्नेहरू अब धेरै मान्छेहरू नेपालबाट आइडियाहरू छन् अनि सहयोग पनि जुटाउँछ र आविष्कार केन्द्रलाई चाहिने जति आर्थिक सहयोग यो चाहिँ जनताहरूले जुटाइरहेको अथवा कम्युनिटीले जुटाइरहेको छ। त्यस कारणले यो मैले गरेको जो कार्यक्रम प्रोजेक्टहरू त्यो म्याग्जिनमा अहिले यहाँ काठमाडौँमा आविष्कार केन्द्रमा गरेको होस्, यो चाहिँ कम्युनिटी ड्रिभन प्रोजेक्ट हो, सपोर्टेड बाई द कम्युनिटी। धन्यवाद सर, हाम्रा विद्यार्थीको जिज्ञासाको समाधानको लागि। यसै क्रममा मैले अर्को विद्यार्थीलाई प्रश्नको लागि पालो आएको जानकारी दिन चाहन्छु। 8039 प्रतीक। सर, हजुरले अमेरिका जाने अवसर चाहिँ कसरी पाउनुभयो? अब अमेरिका जानको लागि अब त्यति बेला अब अहिलेको जस्तो चाहिँ यो कन्सल्टेन्सीहरू थिएनन् नेपालमा। अहिले त काठमाडौँमा जहाँ गए पनि विदेश पढ्न जाने विद्यार्थीहरूको लागि सहयोग गर्ने भनेर कन्सल्टेन्सीहरू खोलेका छन्। धेरै मान्छे पनि गएका छन्। अब गएको मान्छेले पनि तरिकाहरू बताउँछन्। तर त्यति बेला जुन बेलामा म अमेरिका गएँ एउटा पनि कन्सल्टेन्सीहरू थिएनन् र मैले अमेरिका अथवा विदेश पढ्न गएको कोही पनि मान्छे चिनेको थिएन। म आफैले चाहिँ के गरेँ भने त्यहाँको युनिभर्सिटीहरूसँग सम्पर्क गर्ने पनि त्यति बेला अहिलेको जस्तो इमेल थिएन। अहिले त इमेलबाट सम्पर्क गर्न सकिन्छ, तर त्यति बेला चाहिँ चिठी लेखेर एउटा चाहिँ हुलाकमा पोस्ट अफिसबाट पठाएर चाहिँ सम्पर्क गरेर हैन त्यसरी चाहिँ अमेरिका गएको। धन्यवाद विद्यार्थी भाइ 8039 प्रतीक। यसै क्रममा अर्को विद्यार्थी 2188 विराज।
2188 विराज, कृपया आफ्नो प्रश्न डाक्टर महावीर पुनसँग राख्न सक्नुहुन्छ। नमस्कार महावीर सर। 11 कक्षा हुँदाखेरि इनोभेसन सेन्टर गएको थिएँ होइन, प्रोजेक्टहरू लिएर। तर त्यहाँ जाँदाखेरि चाहिँ दाइहरूसँग कुराहरू मात्र भयो। एकचोटि चाहिँ हजुरसँग भेट भयो, एकचोटि चाहिँ हजुर चाहिँ हामी त्यहाँ बसेर काम गर्ने सिर्जना गर्न के पर्ला भनेर। होइन होइन भाइहरू यहाँ आएर कहिले धेरै जसो त म पनि यहीँ हुन्छु, तर म कहिले म नभएको बेलामा यहाँ दाइहरू हुनुहुन्छ होइन। त्यो दाइहरूलाई चाहिँ म यसरी आएको, फलाना ठाउँबाट आएको, मेरो यस्तो आइडिया छ भनेर त्यो दाइहरूलाई चाहिँ आइडिया सुनाउनु, अनि सुनेर अनि दाइहरूले के सल्लाह सुझावहरू दिने, राम्रो आइडिया छ भने होइन, अनि दाइहरूले चाहिँ भन्छन् ल यसो गर भनेर भन्छन्। र अब अर्को कुरा के हो भने त्यो आइडियामा काम गर्नुको लागि सधैँ चाहिँ यहाँ यो कीर्तिपुरमा आउनुपर्छ नै भन्ने छैन। त्यही स्कुलमा, आफ्नो स्कुलमा पनि काम गर्न सकिन्छ। र मैले चाहिँ अब सरहरूसँग कुरा गरेर त्यस्तो किसिमको काम गर्ने वातावरण त्यहाँ पनि बनाउन सकिन्छ। त्यहाँको सरहरूसँग कुरा गरेर, किनभने पुरा नीलकण्ठ स्कुलभित्र ठाउँहरू छन्, त्यो वातावरण त्यहाँ बनाउने। किनभने यहाँ दिनदिनै यहाँ आएर काम गर्न चाहिँ असम्भव होला यो भाइहरूलाई, भाइ बहिनीहरूलाई। त्यस कारणले त्यो कुराहरू चाहिँ भन्नु र सरहरूसँग सल्लाह गरेर के गर्नुपर्ने हो, कस्तो किसिमको वातावरण बनाउनु पर्ने हो भन्नु। धन्यवाद सर। यसै क्रममा म अर्को विद्यार्थीलाई यो जिज्ञासाको लहरमा जोड्न चाहन्छु। 8001 जेनियल, 8001 जेनियल, डाक्टर महावीर पुन समक्ष राख्न सक्नुहुन्छ। मेरो प्रश्न हजुरहरूको समुदायको उले गरेको काममा म निकै प्रेरित भए। अनि तपाईको विचारमा चाहिँ हामी जस्ता बालबालिकाहरूले समुदायमा कसरी त्यो आफ्नो समुदायमा, पहिला कुरा त सबै समुदायहरू एकै प्रकारको हुँदैन। अब समुदायहरू अब विभिन्न किसिमको हुन्छन्, कोही गाउँमा हुन्छन्, कोही सहरमा हुन्छन्। अब आफ्नो समुदाय कस्तो छ त्यो कुरा बुझ्नु पर्यो। अनि समुदायमा काम गर्दाखेरि धेरैभन्दा धेरै अरू साथी बनाउनु पर्यो, आफू जस्तो साथी बनाउनु पर्यो। अब समुदायको अरू भनौँ न जान्ने सुन्ने मान्छेहरू को छन् उनीहरूलाई चिन्नु पर्यो, कुरा गर्नु पर्यो। अनि कुरा गर्दै गएर आइडिया निकाल्ने हो बल्ल होइन। कुरा गर्दै गएर समुदायमा के कस्तो किसिमको आवश्यकता पर्छ भन्ने कुरा अब समुदायमा नै गएर कुरा नगरेसम्म थाहा हुँदैन। सबै समुदायको समस्या एउटै हुँदैनन्। त्यस कारणले समुदायमा गएर त्यहाँको साथीभाइहरूसँग मिलेर जाऊ, साथीभाइहरूसँग मिलेर गएर समुदायमा मान्छेहरूसँग कुरा गर्छ। अनि उनीहरूले भन्छ यहाँ यस्तो यस्तो समस्या छ भन्छ, अनि त्यो समस्याहरूलाई बुझ पहिला, अनि बुझेर बल्ल काम गर। अनि त्यही हो मुख्य तरिका। धन्यवाद सर। यसै क्रममा फेरि म अर्को विद्यार्थीलाई आमन्त्रण गर्न चाहन्छु। 6114 रङ्गीस, 6114 रङ्गीस, तपाईँ आफ्नो प्रश्न डाक्टर महावीर पुन समक्ष राख्न सक्नुहुन्छ। सर हजुर अमेरिकामा हजुर कुन फिल्डमा के भन्छ पिएचडी गर्नुभएको थियो र तपाईँ हामीहरूलाई केही त्यसको बारेमा ज्ञान दिन सक्नुहुन्छ? ल अब अमेरिका पढ्नु जाँदाखेरि हैन, अब के विषय पढ्ने भन्ने कुराहरू पनि त्यति थाहा थिएन मलाई। किनभने कसैले पनि यस्तो पढ्ने उस्तो पढ्ने भन्ने सिकाउने मान्छेहरू थिएनन्। अब
यो त्यहाँ गएर म चाहिँ एउटा 12 क्लाससम्म मैले साइन्स पढेको हुनाले अमेरिकामा गएर मैले चाहिँ अब साइन्स पढ्ने भनेर त्यो विचार गरेर गएको हो र अमेरिकामा मैले साइन्सको क्लासहरू लिएको हो। अब त्यति बेला अनि कम्प्युटरहरू पढ्ने भन्ने कुराहरू पनि अथवा इन्टरनेट पनि म अमेरिकामा जाँदाखेरि इन्टरनेट आएको थिएन, अमेरिकामा पनि इन्टरनेट थिएन। अहिलेको जस्तो कम्प्युटरहरू पनि धेरै थिएनन्, सबैको घर घरमा कम्प्युटर हुँदैन थियो र त्यो कम्प्युटर पढ्ने भन्ने चलन चाहिँ भर्खर आएको थियो। त्यस कारणले मैले चाहिँ अमेरिकामा के अरे गएर पहिला साइन्स पढ्न सुरु गरेँ, त्यसपछि अब कम्प्युटरहरू पनि पढ्न सुरु गरेँ होइन, कम्प्युटरको क्लासहरू लिन थालेँ। अब यसरी चाहिँ पढेको हो। अब तर म चाहिँ फेरि नेपालमा 13 वर्षसम्म शिक्षकको काम गरेको, पढाएर गएको हुनाले मैले चाहिँ फेरि एजुकेसनको अथवा यो शिक्षाको क्लासहरू पनि लिएँ। त्यस कारणले मैले जुन अमेरिकामा पढेको कुरा के छ भने कुनै अहिले अरू जस्तो अरूले गर्छन् कुनै एउटा फिल्डमा मात्रै होइन, कम्प्युटर पढ्नेले कम्प्युटर मात्रै पढ्छन् अथवा अरू पढ्नेले इन्जिनियरिङ पढ्छन् भने जस्तै मैले चाहिँ कुनै एउटा फिल्ड मात्रमा चाहिँ फोकस भइनँ। मैले चाहिँ मलाई मन लागेको चिजहरू धेरै त्यसरी पढेको हो। किनभने भाइ बहिनीहरूलाई मैले अघि नै भने कि मैले पढ्न पाएको भनेको त 33 वर्षको उमेरमा थियो। 33 वर्षभन्दा अगाडि त मैले राम्रोसँग पढ्नै पाएको थिएन। त्यस कारण मलाई धेरै चिज पढ्न मन लाग्थ्यो होइन। त्यही भएर मैले चाहिँ धेरै विषयहरू चाहिँ त्यसरी चाहिँ पढेको हो। अब त्यो चाहिँ खास गरी मैले जागिर खाने भनेर चाहिँ पढेको चाहिँ होइन, किनभने मलाई जागिर खाने भन्ने कुरा चाहिँ त्यति मन पर्दैन थियो। र जागिर खायो भने अर्काको काम गर्ने हो, अर्काले भनेको कुरा मान्ने हो होइन। अनि के अरे अनि त्यसको तलब दिन्छ होइन। तर तलब खाएपछि त काम त अरूको गर्नु पर्यो, जसको तलब खाएको छ उसको काम गर्नु पर्यो भनेर चाहिँ मैले काम नगर्ने भन्ने मनस्थितिले गर्दाखेरि मैले चाहिँ कुनै एउटा फिल्डमा मात्रै फोकस भएर पढिनँ। मलाई जे पढ्न मन लाग्यो पढेँ। तर किन त्यसो गरेँ त भन्दाखेरि मलाई चाहिँ अमेरिकाको युनिभर्सिटीमा जे पढ्न मन लाग्यो पनि पढ भनेर अनि स्कलरसिप छात्रवृत्ति दिएको थियो क्या होइन। पढ्नको लागि त छात्रवृत्ति पायो नि, चाहियो नि। फेरि आफैले काम गरेर पैसा कमाएर पढ्नु, राम्रो काम गर्यो भने स्कलरसिप पाउँछ, राम्रोसँग पढाइ गर्यो भने। अनि स्कलरसिप पायो भनेदेखि फेरि काम गर्नु पर्दैन। नत्र भने स्कलरसिप पाएन भनेदेखि त अब कलेजको फिस तिर्ने, स्कुलको फिस तिर्नको लागि त फेरि काम गर्नु पर्यो होइन। घर भाडा तिर्नु पर्यो, खाना बस्नु पर्यो, त्यो सबै गर्नु पर्यो। तर मैले त्यस्तो किसिमको कुनै दुःख गर्नु परेन, किनभने मैले पढाइमा मात्रै फोकस गरेँ, त्यसरी पढेको हो भाइ। धन्यवाद सर, हाम्रो विद्यार्थीको जिज्ञासा समाधानको लागि। यो लहर अझै पनि बाँकी नै छ। यसै क्रममा म 8065 संस्कारलाई मैले अगाडि बोलाउन चाहन्छु। हामी त्यहाँ बसेर काम गर्ने सिर्जना पर्ला भनेर होइन। भाइहरू यहाँ आएर कहिले म धेरै जस्तो त म पनि यहीँ हुन्छु। कृपया आफ्नो प्रश्न डाक्टर महावीर पुनसँग राख्न सक्नुहुन्छ। नमस्ते सर। ल नमस्ते सर, हजुरलाई यत्रो महान काम गर्न कसैले प्रेरणा दिनु भएको हो कि हजुरको आफ्नै लक्ष्य हो? अनि सर, हजुरलाई यी काम गर्दा हजुरलाई कस्तो समस्याहरू भोग्नु थोरै बताइदिनु न। ल पहिला कुरा म महान काम भनेर बाबुले भन्यो। अब यो चाहिँ कस्तो हो भने महान पनि हो होइन, तर यो चाहिँ के हो भने अब समाजलाई फाइदा हुने, देशलाई फाइदा हुने काम हो है।
अब यो महान काम गर्नको लागि प्रेरणा भनेर अब कसरी प्रेरणा पायो भन्ने कुरा चाहिँ यसको उत्तर के हो भने यो गाउँमा गएँ, जस्तो अमेरिकाबाट फर्केर म गाउँमा गएँ। यो गाउँमा जाँदाखेरि त्यहाँ धेरै किसिमको दुःखहरू देखियो, समस्याहरू हैन। जस्तो एजुकेसनको प्रब्लम भयो, हेल्थको प्रब्लम भयो, कम्युनिकेसनको प्रब्लम भयो, अब धेरै किसिमको प्रब्लमहरू देख्यो। अब त्यो प्रब्लमहरू, त्यो समस्याहरूले गर्दा नै मलाई चाहिँ काम गर्नको लागि इन्स्पायर गर्यो। अब गाउँघरमा त्यो प्रब्लमहरू नभएको भएदेखि मैले त त्यो काम गर्नु पर्दैन थियो। त्यस कारणले मलाई इन्स्पायर गर्ने चाहिँ के हो भने देशको समस्या। जस्तो अहिले राष्ट्रिय आविष्कार केन्द्र खोलेको छ। राष्ट्रिय आविष्कार केन्द्र खोल्ने इन्स्पायर किन भयो त भन्दाखेरि देश चाहिँ, हाम्रो देश नेपाल चाहिँ एउटा गरिब मुलुक हैन, निकै गरिब मुलुक हो। अब यो गरिब मुलुकमा कति बस्नु हैन। अब गरिब मुलुकमा जनताहरूले दुःख पाइरहेको छन्। अब यो दुःखलाई कसरी हटाउने, देशमा रोजगारी, जब अपर्च्युनिटिजहरू कसरी भन्ने कुराहरू क्रिएट गर्नको लागि नेसनल इनोभेसन सेन्टर जस्तो अनुसन्धानको कामहरू हुनै पर्छ भन्ने आवश्यकता, निड, द्याट वाज द निड, द्याट इज द निड अफ नेपाल। त्यस कारणले यो खोलेको। त्यस कारणले यो जति पनि मैले कामहरू गरेँ मलाई इन्स्पायर केले भन्दाखेरि समस्याले, समाजको, देशको समस्याले इन्स्पायर गर्यो। अब च्यालेन्जेसहरू त हुन्छ है, च्यालेन्जेस त धेरै हुन्छन्, तर च्यालेन्जेससँग डराउने होइन। कति मान्छे चाहिँ अब यो च्यालेन्जेसहरू छ, यो च्यालेन्जहरूमा भएको हुनाले यो काम नगर्ने भनेर भन्छन्। तर मैले गर्ने काम चाहिँ के छ त भन्दाखेरि च्यालेन्ज भएको काम मात्रै गर्छु। फेरि च्यालेन्ज नभएको काम चाहिँ मैले गर्दैन है। च्यालेन्ज भएन भने कोही कुरा सिकिँदैन। च्यालेन्ज, यो धेरै च्यालेन्जेस भएको, धेरै डिफिकल्ट कामहरू गर्न सुरु गर्यो भने एकैचोटि आइडिया हुनु पर्दैन, तर काम गर्दै जाँदाखेरि आइडियाहरू आउँछ। काम गर्दै जाँदाखेरि आइडियाहरू आउँछ हैन, धेरै कुराहरू सिकिन्छ हैन। त्यस कारणले च्यालेन्जेसहरू, अब जस्तो के च्यालेन्जेस, पहिलो कुरा त आइडिया नै हुँदैन के, नयाँ काम गर्नलाई कसरी गर्ने आइडिया हुँदैन। दोस्रो कुरा चाहिँ नयाँ काम गर्नलाई पैसा चाहियो। अब पैसा पनि च्यालेन्जेस भयो। तर यो सबै चिजहरू काममा लागेर सुरु गरेपछि त्यो च्यालेन्जेसहरू आफै सल्भ भएर जान्छ। धन्यवाद सर। यसै क्रममा म अर्को विद्यार्थीको जिज्ञासालाई जोड्न चाहन्छु। 7153 गरिमा, 7153 गरिमा आफ्नो जिज्ञासा डाक्टर पुन समक्ष राख्न सक्नुहुन्छ। नमस्ते सर। सर, तपाईले यो काम गरेर कस्तो फिल भयो? तपाईलाई यिनीहरू सबै काम गरेपछि अनुभव भयो? रमाइलो हुन्छ काम गर्दाखेरि, रमाइलो हुन्छ। कतिले भन्छ काम गर्दाखेरि दुःख भयो भन्छ नि हैन, तर यो जस्तो कामहरू गरिन्छ, काम गर्दाखेरि दुःख भयो भन्दाखेरि कस्तो दुःख हुन्छ भने, दुःख भनेको शारीरिक दुःख के, जिउ थाक्छ, अलिकति थाक्छ, दिमागमा पनि अलिकति दुःख हुन्छ। तर यो दुःख भनेको, शारीरिक दुःख भनेको चाहिँ बेलुका सुत्यो भने 7 घन्टा 8 घन्टा सुत्यो भने त्यो सबै हराएर जान्छ। त्यस कारणले दुःख गरेर मान्छे चाहिँ घट्दैन। अनि यसरी काम गरेर गर्दै जाँदाखेरि के हुन्छ, नयाँ नयाँ कुराहरू सिक्न पाइयो नि, रमाइलो हुन्छ। नयाँ नयाँ कुराहरू सिक्दाखेरि नयाँ नयाँ कुराहरू चाहिँ बन्दै जान्छन्, झन् रमाइलो भयो। अनि समाजमा काम गर्यो भनेदेखि समाजको मान्छेहरू पनि खुसी हुन्छन्, उनीहरू खुसी भएको देख्न सकिन्छ, झन् रमाइलो भयो। त्यस कारणले जति पनि कामहरू गरेर मलाई दुःख चाहिँ हुँदैन, एकदमै रमाइलो हुन्छ। त्यस कारणले मलाई यो किन काम गरिरहेको छु त, मैले यसरी काम गर्न थालेको 28 वर्ष भयो नानी। 28 वर्षसम्म मलाई चाहिँ खुब रमाइलो भएको छ, कहीँ दुःख भएको छैन। ल
धन्यवाद सर। फेरि यसै लहरमा म अर्की विद्यार्थी 8023 मुदितालाई मैले आफ्नो प्रश्न अगाडि राख्नको लागि अनुरोध गर्दछु। 8023 मुदिता। ओके सर, हजुरले जब कम्युनिटी वर्क गर्नुभयो त्यसमा धेरै डिफिकल्टिजहरू आयो होला र हजुरले तिनीहरूलाई कसरी फेस गर्नुभयो? डिफिकल्टी त आउँछ नि, डिफिकल्टी त धेरै आउँछ, तर डिफिकल्टी भन्ने कुरो मैले मात्रै फेस गर्ने होइन क्या। कम्युनिटीमा काम गर्दाखेरि डिफिकल्टिजहरू आउँछ र सबै मिलेर फेस गर्ने हो। फेरि बुझ्यो नि, टिमवर्क जस्तो अब तिमीले चाहिँ कुनै काम गर्न पर्यो भनेदेखि एउटैले मात्रै काम गर्दाखेरि अलि सफल हुन सक्दैन, अनि दुःख पनि हुन्छ, समस्या पनि हुन्छ। त्यस कारणले यो जुन छ परेको समस्याहरू, प्रब्लमहरू भयो, दुःखहरू भयो, त्यसलाई चाहिँ सल्भ गर्नुको लागि चाहिँ के गर्नु पर्यो भनेदेखि टिमवर्क हुनु पर्यो, अनि कम्युनिटीसँग मिलेर काम गर्नु पर्यो, एक्लै काम गर्ने होइन। यहाँ धेरै नेपालीहरूको बानी कस्तो छ भने एक्लै काम गर्ने हुन्छ क्या, अर्कोसँग नमिल्ने। त्यसरी काम गर्ने मान्छे कहिले पनि सफल हुँदैन। त्यस कारणले कम्युनिटीको मेम्बरहरूसँग, साथीभाइहरूसँग होइन, आफ्नो पढ्ने अब दिदीबहिनीहरूसँग, दाजुभाइहरूसँग मिलेर काम गर्नुपर्छ। अनि काम मिलेर काम गऱ्यो भने समस्याहरू समाधान हुन्छ, सल्भ हुन्छ, सोल्युसन पाउँछ। धन्यवाद सर। यसै क्रममा अब म बढीमा 2 जना विद्यार्थी भाइ बहिनीहरूको जिज्ञासालाई मैले अगाडि लिने क्रममा रहेको छु। समयको पाबन्दीलाई समेत हामीले ख्याल गर्नुपर्ने हुन्छ। त्यसकारणले गर्दा यसै क्रममा 8093 रुबिया आफ्नो जिज्ञासा डाक्टर पुन समक्ष राख्न सक्नुहुन्छ। ओके सर, हामी बालबालिकाहरूले हाम्रो देशलाई कस्तो खालको कामहरू गरेर सघाउन सकिन्छ? अब काम भन्ने चाहिँ यो गर्नुपर्छ, यो गर्नु हुँदैन भन्ने चाहिँ हुँदैन है। अब जस्तो काम गरे पनि, चाहे त्यो सानो काम गर्ने होस् चाहे ठुलो काम गर्ने होस्, राम्रो काम गर्ने, आफ्नो लागि पनि राम्रो हुनु पर्यो, अनि आफ्नो समाजको लागि पनि राम्रो हुनु पर्यो होइन। अनि आफूलाई जे काम गर्दा मन पर्छ त्यस्तो किसिमको काम गर्ने हो, अर्कोले भनेको काम गर्ने होइन नानी। अर्कोले चाहिँ यस्तो काम गर भनेर भन्यो भने फेरि त्यही काम गर्यो भने के हुन्छ भने रमाइलो हुँदैन। सो आफैले चाहिँ सोचेर म यस्तो काम गर्छु, जस्तो भनौँ न अब स्कुलमा विभिन्न एक्टिभिटिजहरू हुन्छन्, त्यो एक्टिभिटिजहरूमा म यसरी काम गर्छु भन्ने, अथवा आफ्नो बसेको सोसाइटीमा, गाउँमा होइन केही चाहिँ समस्याहरू छन् भने त्यो समस्याहरूलाई आफूले हेर्ने, देख्ने। पहिलो कुरो त अब्जर्भ गर्नु पर्यो। जुनसुकै पनि काम गर्दाखेरि कम्युनिटीमा गर्ने कामहरू चाहिँ अब्जर्भ गर्नु पर्यो। अब्जर्भ गरेर अनि त्यसको चाहिँ टिम बनाउनु पर्यो, टिम बनाएर काम गर्ने, एक्लै चाहिँ काम नगर्ने कहिले पनि। यो कुरा चाहिँ बुझ्नु जरुरी छ। र टिम बनाएर काम गर्यो भने धेरै आइडियाहरू आउँछ पनि। धन्यवाद सर। अब अन्तिम जिज्ञासाको रूपमा मैले 8072 आकेश तपाईको जिज्ञासा डाक्टर पुन समक्ष राख्न सक्नुहुन्छ। सर, तपाईको गाउँमा तपाई बाहेक कोही यही विदेश पढ्न पाउने मानिस त्यतिखेर थियो कि थिएन? थिएन र अहिलेसम्म छैन भनौँ न। अब किनभने यो त्यति बेला त अब हाम्रो गाउँको मान्छेहरू भनौँ न विदेश भन्ने त जानै थिएन हामीहरू सानो छँदाखेरि त। तर म मात्र नै यो नेपालमा बाट अमेरिकामा पढ्न जाने हाम्रो गाउँको मान्छेहरूमा त्यति बेला म मात्रै नै थियो, अरू थिएन। अब हेर्दै जाउँ, अब किनभने अब चाहिँ नयाँ नयाँ जेनेरेसनको मान्छेहरू जान सक्छन्, नयाँ नयाँ भाइ बहिनीहरू
तर अब एउटा कुरा के छ भने पढ्नकै लागि हो भने चाहिँ अहिले हामी नेपालबाट विदेशीमै जानुपर्छ भन्ने पनि छैन। किनभने मेरो पालामा मैले चाहिँ पढ्दाखेरि 10+2 पढ्दाखेरि नेपालमा एउटा पनि इन्जिनियरिङ कलेज थिएन, एउटा पनि मेडिकल कलेज थिएन। मेडिकल पढ्नु पर्यो भने, इन्जिनियरिङ पढ्नु पर्यो भने, अनि नेपालमा कलेज नभएको हुनाले त्यो पनि छात्रवृत्तिमा स्कलरसिपमा अनि विदेश जाने चलन थियो। अनि धेरै पछि मात्रै नेपालमा इन्जिनियरिङ कलेज अनि धेरै पछि मेडिकल कलेजहरू खुल्यो। र तर अहिले त काठमाडौँमा पनि थुप्रै किसिमको कलेजहरू, विभिन्न एकदमै राम्रो कलेजहरू पनि छन् हैन। युनिभर्सिटीहरू पनि अब धेरै आइरहेको छन्। त्यस कारणले पहिलाको जस्तो हाम्रो पालामा जस्तो अब केही पढ्नको लागि विदेशै जानुपर्छ भन्ने चाहिँ ऊ चाहिँ छैन, के अरे आवश्यकता चाहिँ छैन। नेपालमै पढ्न पनि सकिन्छ। धन्यवाद सर। धन्यवाद सर। सबैलाई वेलकम छ है, सबै कुराहरूलाई एकदमै वेलकम छ हैन। अब किप इन टच महावीर पुन भन्ने नाम चाहिँ नबिर्सनु अघि। राष्ट्रिय आविष्कार केन्द्र भन्ने संस्था छ अनि नबिर्सनु। अनि अब जब यो कोरोनाको यो लकडाउनहरू खुल्छ, सबै कुराहरू राम्रो भयो, स्कुलहरू खुल्न थाल्यो भने अनि आफ्नो प्यारेन्ट्सहरूलाई पनि भनेर ल फलाना ठाउँमा एकदमै डुल्न जाउँ भनेर पनि आउनु, अथवा स्कुलको रूपमा टुर पनि आउनु। म यहाँ सबै यहाँ भेट्छ, यहाँ कुरा गर्ने। धन्यवाद सर। पक्कै पनि देशभक्तिका अथक योद्धा तथा नेपाल आमाका सच्चा सुपुत्र र नेपाली जोजल्यमान एक नक्षत्र डाक्टर महावीर पुनले जुन समय आफ्नो अत्यन्त व्यस्तताका बावजुद समेत जुन समय हामीलाई दिनुभएको छ, यसका लागि हामी निकै नै गर्वान्वित छौँ र सरलाई यसको लागि धेरै धेरै धन्यवाद। अब कार्यक्रमलाई टुङ्ग्याउनतर्फ हामी अगाडि बढौँ। यसै क्रममा कार्यक्रमको बारेमा 2 शब्द तथा आफ्नो अमूल्य समय यस कार्यक्रमको लागि र हाम्रा बालबालिकाको लागि प्रदान गर्नुभएकोमा डाक्टर पुनलाई हार्दिक धन्यवाद ज्ञापन गर्नको लागि यस संस्थाका भाइस प्रिन्सिपल श्री दीपक प्रसाद कायस्थज्यूलाई म हार्दिक अनुरोध गर्दै म भने यस प्रस्तुतिकरणबाट मेरो आफ्नो भूमिकाबाट म ओझेल पर्न चाहन्छु। हस्त नमस्कार। नमस्कार Dr. Poon. नमस्कार। So Dr. Poon, thank you so much for giving your valuable time for our students. All of us are really inspired by your kind words. Your contribution to the community is highly praiseworthy. Dear students, Dr. Poon has innovated ventilator PPE, which is very indispensable in this COVID-19 pandemic. He has also vision to utilize the old materials like vehicles, toys, and turn into new important things. We are also at this moment we are running the online classes in these pandemic situations, and we are facing a lot of difficulties. But this idea was already implemented in his remote undeveloped place in 30 years back, which is not a joke. The person who has done such a great job was brought up in Magdi district, who did not have pens, pencils, books, and in the name of school there was only cottage. So think of us. You are all brought up in highly facilitated environment, and why can't we become successful like Dr. Poon? Think of his success. He has won so many prizes, and among them, Max's Award was one of the top prize. All these certificates he has won through his tremendous hard work, and not only that, he had a very big vision. So you all must work hard. That is my suggestion, dear students. You all make a vision to get success. Vision is very, very essential. That is what we can understand from Dr. Poon's success.
Lastly, we would like to thank Dr. Poon for giving us valuable once again. Dr. Poon, we would like to establish, we are establishing the Makers Lab in Botanical School and to create innovative students. And in this context, we would like to work in collaboration with your Innovation Center under your guidance. So if you could set a certain time for working with us, we would be highly grateful. So lastly, we'd like to thank Dr. Poon once again. Thank you so much, Dr. Saab. You had given us valuable time to our students. It has really inspired all the students and all of us. Thank you so much, Dr. Saab.